Hello guys, I'm back with new video again. आज हामी जाँदैछौँ क्याम्पिङ. हामी अस्ट्रेलियाको कुपर्स क्रिक भन्ने ठाउँमा क्याम्पिङ जाँदैछौँ. एभ्रिथिङ इज अल रेडी. गाडी सब प्याक भइसकेको छ, कपडाहरू सबै प्याक भइसक्यो. सिज हियर. 1 बजिसकेको छ. हाम्रो लाइक 3 hours ड्राइभ हो. अब हामी निस्किँदैछौँ. थाहा छैन वाट्स गोइङ टु ह्यापन. हामी फ्रिडम क्याम्पिङ जाँदै हो. अब फ्रिडम क्याम्पिङ भनेपछि यु नो द्याट केही बुक पनि छैन, केही पनि छैन. इस्टरको हलिडे हो यो. यस्तो बिजी हुने स्पट हो. फेरि वान अफ द फेमस स्पट हो. त्यही पनि हामी यत्तिकै 1 बजे हिँड्दैछौँ यहाँबाट. अझै 1-2टा सामानहरू पिक गर्नुपर्ने छ. मेबी लाइक 3 hours त लाग्छ हामीलाई वहाँ पुग्नलाई. साँझ 4-5 बजीतिर पुग्छ होला. त्यति बेला पुगेर स्पट पाउँछ पाउँदैन थाहा छैन. लेट्स सी लकले कतिको साथ दिन्छ. तर त्यही हो, फ्रिडम क्याम्पिङ हो. कतै न कतै कुना च्यापेर चाहिँ बस्न चाहिँ मिल्छ होला सायद. लेट्स सी. अहिले हामी जान लागेको चाहिँ नयाँ ठाउँ नै हो. अहिलेसम्म गएकै छैन त्यो ठाउँमा. वी डोन्ट नो मच अबाउट द्याट प्लेस. लेट्स सी. कहिलेकाहीँ अलिकति स्पन्टेनियस भएर प्लान्सहरू गराउँदाखेरि पनि अलिकति डिफ्रेन्टली न्यू एक्सपिरियन्स हुन्छ. यसपालि चाहिँ अब वर्स्ट हुन्छ कि बेस्ट हुन्छ. I'll keep you updating guys. Okay guys, we're moving. Guys, tired of driving. म खासै ड्राइभ गर्न चाहिँ त्यति इन्जोय नगर्ने मान्छे हो. अहिलेसम्म त प्लेन रोड नै थियो. अब नेक्स्ट लाइक अराउन्ड 30 किलोमिटर चाहिँ अलिकति विन्डी रोड्सहरू छ. हामी माउन्टेनतिर क्लाइम्ब गर्दैछौँ. त्यही भएर त्यो ड्राइभ चाहिँ अलिकति टायरिङ, मोनोटोनस चाहिँ हुन्छ. यही बाटोमा चाहिँ एउटा गाडी तल बसेको देखाएको. Guys, finally 5:30 we got the spot. अब स्टार्ट भइसक्यो हाम्रो क्याम्प सेटअप गर्नको लागि. सेटअप हुँदैछ. आई डोन्ट नो कति टाइममा सकिन्छ. यहाँ चेतन हजुर राजा एज अ लिडर आइरह पार्किङ पाइयो, क्याम्प साइड पनि पाइयो. गाइजहरू अलि त ओह्रालो भएर मिले छैन. के छ गाइज, साइट एनालाइज हुँदैछ. हामी रिसर्च एनालाइसिस गर्दैछौँ. स्टोरको एकदम बिजी टाइममा आएको. त्यही पनि अब साँझमा आइसकेपछि स्पट पाउनु त अब त्यस्तै हो. धन्य एउटा कुनातिर पाइयो. तर एटलिस्ट यहाँनिर हामीसँग प्राइभेसी छ, थाहा छ. उतातिर भयो भने चाहिँ हामीसँग प्राइभेसी नै हुन्थेन. यहाँनिर एटलिस्ट आफ्नै पाराले हल्ला गर्न यताउति पाइन्छ. एउटा बेस्ट पार्ट चाहिँ क्याम्पिङ गर्दाखेरि मैले केही पनि सेटअप गर्नै पर्दैन. सबै उसैले गर्छ. यति धेरै क्याम्पिङ हामी यतिचोटि गइसक्यो कि उसलाई अब त्यो सबै टेन्टहरू सेटअप गर्न एकदमै इजिली एक्लै गरिदिन्छ. अलमोस्ट टेन्ट रेडी भइसकेको छ. हामीसँग यस्तो एक्सपिरियन्स गाइजहरू छन् क्याम्पिङको लागि. टेन्ट त लाइक 15 मिनट्समा सेटअप गरिदिँदो रहेछ. ल यु गाइज आर सुपर्ब क्विक. यतापट्टि पनि प्रसन्न बिन्ताको सेटअप हुँदैछ. यहाँनिर म्याट्रेस हुँदैछ. आगो बाल्ने हामीले गरौँ कता? अब यहाँ बिचमा यहाँ गरौँ. यहाँ बाल्ने अनि बार्बिक्यू नि यहीँ गर्नु त होला नि, होइन? आगो कहाँ खाल्टो बालेर अलरेडी छ यहाँ यो, होइन? यसमाथि बल्छ. पक्का हो. फाइनली टेन्टहरू सेटअप भइसक्यो. अब हामी फुडतिर लाग्दैछौँ गाइज. ल आगो लागिसक्यो. अब आगो लागिसकेको छ.
ठिक छ अब हामीलाई चाहिँ पानी चाहिएको छ त्यही भएर यो पानी लिनको लागि चाहिँ बकेट हाम्रो बकेट अह यो खोलाको आवाज यो गर्न आएको थिएँ त्यो चराको त्यो लगाएर घरि त्यहाँ गएर बजाखान घरि त्यहाँ गएर अप्ठ्यारो हुन्छ बोल्दै यहाँ नुहाउनु पर्छ त राजा हान्नु पऱ्यो नि यहाँ त नुहाउने चट्ट यहाँ काएको आउँछ है तर ढुङ्गाले च्यातिन्छ कि होइन कायक त हुँदैन हो यहाँ त ए अब टक्क उयो हाम्रो गाउँले पारा हो के अब यहाँ रहेछ नि काएको गर्दाखेरि Wow, guys. Amazing. गाइजहरू पानी भर्दैछ यहाँ म यतै बस्छु होला यार त्यो क्याम्प चेयर लिएर आएर यहाँ बसेर पोडकास्ट चलाउनु पऱ्यो त्यहाँ क्यामेरा राखेर पानीमा वाटर पोडकास्ट हाइड्रो पोडकास्ट टक्क गाउँठाउँमा जन्मेर हुर्केको भएर होला यो पहाडहरू खोला नालासँग छुट्टै एट्याचमेन्ट छ गाइज यहाँदेखि मौनी बाउ भास्कर राजा उता हेर त के छ खोला चाहिँ के छ त्यहाँ खोलै छ उता हिँड्न एक्सेस छ त छैन 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 क्याम्पिङहरू त छैन है जहिलेसुकै हामी प्लान गरेर हुन्थ्यौँ क्याम्पिङ जानुपर्छ भनेर फाइनल्ली यस्तो स्पोन्टेनियसली हाम्रो प्लान बन्यो र एक्जिक्युट पनि भयो र फाइनल्ली स्पेस पनि पायौँ हामी यो ठाउँको नाम के अरे कुपर्स क्रिक जस्तो वान अफ द बिजिएस्ट प्लेस इन अस्ट्रेलिया यस्तो ठाउँमा पनि हामीले स्पट पाएर सुरु भइसकेको छ चेस गर्न चाहिँ के लाग्यो तिम्रो त्यो हातमा ग्लोभ्स बिना यो त यो आरके लामाको ताल भयो क्या नेपालको सेफले जे छोयो त्यही सफा हुन्छ भन्थ्यो के अरे त्यस्तै ताल छ यार यहाँनिर मटन स्क्वेयर्स स्लो कुक्ड यो कति चेतनको स्पेसल मेरिनेसनमा 2 आवर्स स्लो कुक्ड होइन मटन यो चाहिँ स्पाइसी मेरिनेटेड चिकन होइन हाम्रो गर्ल्सहरूको कुकिङमा बा यो चर्चर ओए अब त्यहाँबाट पानी आज डढेको चिकन खान पाइएला जस्तो छ overnight marinated अब charcoal cooked goat meat खसीको मासु that's it hello good morning guys inside the tent man so म अब बाहिर देखाउँछु ल What a beautiful नजारा आगोवाला सुरु हुँदैछ ल ढुङ्ग्रो पनि भेटाएछ गुड वान मौसम यस्तो छ हामी अब मुख धुन खोलातिर जाँदैछौँ गाइस चिसो मौसम छ यहाँनिर त दामी छ यो रिभर खतरा छ ल फर्किसक्यो अर्को ठाउँतिर कता हो See this guys oh ल चेतन कहाँ हो ओहे खतरा छ त यार Shit
ओहो हो यो त गाउँकै भाइब्स आएको छ त यार पुरै टक्क चिसो चिसोमा स्लिपरी रोड ओहे म त भिज्दैन ओहे ओहे Damn. म यहाँ बसेर मेडिटेसन गर्न चाहन्छु म मेडिटेसन गर्छु होला यहाँ बसेर एकैछिन थ्याङ्क यू ल हाम्रो कफी रेडी भइसक्यो यहाँनिर पुरै आगोमा बनाएको कफी स्मोकी फ्लेभर कफी चेतन ल गाइज हाम्रो अब कफी टाइम होइन म चाहिँ कफी खाँदा मेरो चाहिँ तातो पानी थियो खाइसकेँ हाम्रो साथीहरूले चाहिँ कफी खाँदैछ अनि टक्क आएर सट्ट सुनेर अब हाम्रो के भयो कफी खानुभन्दा अगाडि के गर्ने रे भास्कर हामी एउटा मोटिभेसनल प्रोभर्बबाट सुरु गरेर चाहिँ थर्ड अफ द डे ल BH ल अल्फाबेटिकल्ली तिमीबाट यसरी स्टार्ट गरौँ न ए अर्को बी बिन्ता पनि आइपर्छ भने पहिले BH गरिसके हैन दामी हो ल मैले चाहिँ ल गाइस मर्निङ सोज द डे हाम्रो आजको बिहानी यस्तो रमाइलो भएको छ नेचरको ल्यापमा बसेर खोलाको कलकलाउँदो पानीको चुम्बनले मुख त्यसैमाथि यो कफी यो आगो अब बन्दै गइरहेको ग्रिल ससेज हट डग यही नै हो मर्निङ सोच द डे अब आफै सोच्नु डे कस्तो हुन्छ म चाहिँ भन्छु टाइम एन्ड टाइड्स वेट्स गर्नु भने अघि अब हामी खोलामा खेल्दै थियौँ नि त्यो पानी कहाँ बगिसक्यो होइन कसैलाई कुरेन नि यहाँ सेकेन्ड बित्यो अर्को बित्यो अर्को हो त्यही भएर केही गर्नुको लागि कुर्नु हुँदैन गरिहाल्ने हो The same boiling water that hardens an egg softens a potato. नो मेरो पालो हेल्थ इज वेल्थ गाइस सही हो पानी खाम यार यही ड्रामा कफी चेन्ज गरौँ यार कहाँ छ ह एउटा फाइन गाइस के छ त फायर पिटमा आगो बालेको छुइनँ यस्तो थियो होइन अनि हामी तर आगो निभाएर बार्बिक्यू यसमा बार्बिक्यू गरेको जस्तो गरेर आगै निभ्यो हाम्रो हट डग अब इट्स टाइम टु ऱ्याप अप यो ठाउँमा हामी हिजो बस्यौँ अब चाहिँ ऱ्याप अप गर्दैछौँ एउटा लास्ट टेन्ट बाँकी छ प्रसन्न बिन्दाहरूको सक्यो अब हाम्रो पनि सक्यो ल यो अब ठाउँ माग्न आउँदैछ होला गाइस है ऊ चाहिँ टेन्ट सेट गर्नमा एकदम एक्साइटेड अनि ऱ्याप गर्नमा पनि सबै जानिसकेको छ त्यही भएर मलाई सजिलो भएको छ क्या रोल्सहरू बाँड्यो भने सजिलो हुन्छ गाइस मेरो रोल्स भने ड्राइभ गर्ने हो ड्राइभ गरेर लिएर जाने हो बाँकी सबै उसैले गर्ने हो अलिअलि गाइड छोए जस्तो गरिदेऊ त चेतनले गरिरहेको बेलामा देविका र उसको जति कन्ट्रिब्युसन छ यो ऱ्याप गर्नेमा मेरो पनि त्यति कन्ट्रिब्युसन छ यो पुरै क्याम्पिङमा है गाइस अनि हामीसँग चाहिँ एउटा वान अफ द फेमस भ्लगर हुनुहुन्छ प्रसन्नजी एभ्री टाइम बिजी What's up guys, welcome to my channel. Bhanna mileन, welcome to Bhaskar channel. Please subscribe me. This is Pras, DTISHISPRAS. We'll see you there. Okay. Guys, so many cards.
वान ब्लूमा हो अनि त्यो चाहिँ मिलेन धेरै वान छैन हातको उसले यो भान खाने थियो देखाउनुपर्छ कि त्यो पर्दैन है पर्दैन मिल्दैन म त्यही अनुसार कलर चेन्ज गर है गाइस उनो I think I won. ए ल अब हाम्रो गेम कन्टिन्यू भइरहन्छ माया ए अब के येल्लो भयो के भयो येल्लो भयो लगभग हाफ अफ द डे कै उसको हातमा छ है गाइस के गर्ने कसरी जितेको नि अहिले हँ? तिमी बच्यौ यार अघि होइन बचाइएको हो तिमीले बचाएको बचाइएको हो ल दुईचोटि skip। मान्नुपर्छ कि हँ? मासु पोले दामी यो सुरुमै यो कार्ड आएपछि के हुन्छ त अब के हुन्छ अब स्क्रिनमा देखिरहेछ मेसी ब्रुनो कार्ड्स तिम्रो पानी एकछिन केमा चल्छ येल्लोको +2 मा छ सहब छ होला +2 ल गाइज अब फाइनली यो ठाउँ छोडेर जाँदैछौँ एकदम स्याड मोमेन्ट हो यो त्यही पनि के गर्नु मान्छे भने मुभ भइरहनु पर्छ अरे त्यही भएर हामी यो ठाउँबाट मुभ हुँदैछौँ तर यहाँ आउने त आज हामी आएको यहाँ दामी सोचाउँथ्यो आज आउने अभियस त हो बिहान आयो भने त पाउँछ नि त ल गाइज अब हामी फर्किँदैछौँ बिचो बाटोमा कतै स्टप गरेर चाहिँ लन्च खाने प्लान भएको छ लेट्स सी कुन रेस्टुरेन्ट खोल्छ आज रेड अनुहार त्यो क्याम्पिङको आगोमा बसेर गालो भएको छ मेरो warm cauliflower flower salad with falafel chicken माया यता आऊ तिम्रो म यहाँ बस्छु स्यामन त बवाल हुँदो रहेछ त त्यही भन सब सला यो त अनि हामी साटौँ न आऊ न ए हानिदिन्छौ यसले गफ गऱ्यो भने दिन बिताउँछ म त गएँ जाउँ That's it for this video. Thank you for watching whole video. Make sure you don't forget to like and subscribe my channel. I'll keep on posting more videos further. Thank you guys once again. Bye bye.